त्यसैगरी प्रश्न नम्बर 5 मा रहेको छ जननिर्वाचित प्रथम प्रधानमन्त्री चाहिँ को हुन् त? अप्सनमा रहेका छन् मोहन शमशेर, बीपी कोइराला, जुद्ध शमशेर, पदम शमशेर गरेर 4वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुस् त जननिर्वाचित प्रथम प्रधानमन्त्री चाहिँ को हुन् त? यसको सही आन्सर भनेको चाहिँ अप्सन नम्बर बी बीपी कोइराला हुन् है त साथीहरू। जननिर्वाचित प्रथम प्रधानमन्त्री भनेका चाहिँ को हुन् त? बीपी कोइराला। त्यसैगरी अर्को तपाईँले फेरि यसमा चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि प्रजातन्त्र स्थापना पश्चातका प्रथम प्रधानमन्त्री भनेका चाहिँ को हुन् त? मोहन शमशेर। यी भनेका चाहिँ प्रजातन्त्र है त। प्रजातन्त्र स्थापना पश्चातका प्रथम प्रधानमन्त्री भनेका चाहिँ को हुन्? मोहन शमशेर। त्यसैगरी स्वइच्छाले चाहिँ पद त्याग्ने राणा प्रधानमन्त्री भनेका चाहिँ को हुन् त? जुद्ध शमशेर। यी भनेका चाहिँ स्वइच्छाले के त? स्वइच्छाले चाहिँ पद त्याग्ने है त। स्वइच्छाले के त? पद त्याग्ने राणा प्रधानमन्त्री भनेका चाहिँ को हुन् त? जुद्ध शमशेर। त्यसैगरी अर्को तपाईँले फेरि के बुझ्नु पर्छ? संस्कृत भाषालाई चाहिँ के त साथीहरू? संस्कृत भाषालाई चाहिँ मृत भाषाका संज्ञा दिने राणा प्रधानमन्त्री भनेका चाहिँ को हुन् त? पदम शमशेर हुन् है त। यी भनेका चाहिँ संस्कृत भाषालाई चाहिँ मृत भाषाका चाहिँ संज्ञा है त, संज्ञा दिने के त? राणा प्रधानमन्त्री भनेका चाहिँ को हुन् त? पदम शमशेर है त। एकचोटि फेरि प्रश्न चाहिँ ध्यान दिएर सुन्नुहोस् है त। जननिर्वाचित प्रथम प्रधानमन्त्री भनेका चाहिँ को हुन् त? बीपी कोइराला हुन्। प्रजातन्त्र स्थापना पश्चातका प्रथम प्रधानमन्त्री भनेका चाहिँ मोहन शमशेर हुन् भने, त्यसैगरी स्वइच्छाले पद त्याग्ने राणा प्रधानमन्त्री भनेका चाहिँ जुद्ध शमशेर हुन् भने, र संस्कृत भाषालाई चाहिँ मृत भाषाका संज्ञा दिने राणा प्रधानमन्त्री भनेका चाहिँ हुन् त? पदम शमशेर भनेर चाहिँ बुझ्नु पर्यो है त। ल त्यसैगरी प्रश्न नम्बर 6 मा रहेको छ अर्थविज्ञान औषधि विज्ञानको रूपमा चाहिँ कुन वेदलाई चिनिन्छ त? अप्सनमा रहेका छन् अथर्ववेद, सामवेद, यजुर्वेद, ऋग्वेद गरेर 4वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुहोस् त अर्थविज्ञान अथवा औषधि विज्ञानको रूपमा चाहिँ कुन वेदलाई चिनिन्छ त? यसको सही आन्सर भनेको चाहिँ अप्सन नम्बर ए अथर्ववेदलाई चिनिन्छ है त साथीहरू। कुन वेदलाई चिनिँदैछ? अथर्ववेदलाई। त्यसैगरी यसलाई चाहिँ तपाईँको सबैभन्दा नवीनतम वेद पनि भनिन्छ है त। के भनिन्छ त? सबैभन्दा के त? नवीनतम वेद है त। नवीनतम वेद भनेर पनि भनिन्छ। त्यसैगरी अर्को तपाईँले के बुझ्नु पर्छ त? सङ्गीतको उत्पत्ति चाहिँ कुन वेदबाट भएको त? सामवेदबाट। यो भनेको चाहिँ सङ्गीतको उत्पत्ति चाहिँ कहाँबाट भएको? सामवेदबाट। त्यसैगरी सानो र प्रसिद्ध वेद भनेको पनि कुन हो? सामवेद नै हो। यो भनेको चाहिँ सानो र के त? सानो र प्रसिद्ध वेद भनेको पनि कुन हो त? सामवेद हो भनेर चाहिँ बुझ्नु पर्यो। त्यसैगरी यजुर्वेद भनेको चाहिँ कर्मकाण्डसँग सम्बन्धित प्रमुख वेद हो। यो भनेको चाहिँ कर्मकाण्डसँग के त? सम्बन्धित के त? प्रमुख वेद भनेको चाहिँ यजुर्वेद। त्यसैगरी ऋग्वेद भनेको चाहिँ के त? सबैभन्दा पुरानो वेद हो। यो भनेको चाहिँ सबैभन्दा के त? पुरानो वेद है त। ल यसरी चाहिँ यो प्रश्न चाहिँ सम्झिनु पर्यो। तर अहिले चाहिँ प्रश्नले हामीलाई चाहिँ के सोधेको छ त? अर्थविज्ञान अथवा औषधि विज्ञानको रूपमा चाहिँ कुन वेदलाई चिनिन्छ भनेर सोधेको छ। त्यही भएर यसको सही आन्सर भनेको चाहिँ अप्सन नम्बर ए अथर्ववेद इज द करेक्ट आन्सर है त। ल त्यसैगरी प्रश्न नम्बर 7 मा रहेको छ मारेक याख्खा भाषा चाहिँ कुन जिल्लामा बोलिन्छ त? अप्सनमा रहेका छन् मुस्ताङ, सङ्खुवासभा, मनाङ, धनकुटा गरेर 4वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुहोस् त मारेक याख्खा भाषा चाहिँ कुन जिल्लामा बोलिन्छ त? यसको सही आन्सर भनेको चाहिँ अप्सन नम्बर डी धनकुटा जिल्लामा बोलिन्छ है त। मारेक याख्खा भाषा भनेको चाहिँ कुन जिल्लामा बोलिन्छ त? धनकुटामा। त्यसैगरी मुस्ताङमा बोलिने भाषा भनेको चाहिँ कुन त? सेराके। मुस्ताङमा बोलिने भाषा भनेको कुन त? सेराके। त्यसैगरी सङ्खुवासभा भनेको चाहिँ नावा शेर्पा। सङ्खुवासभामा चाहिँ के त? नावा शेर्पा। त्यसैगरी मनाङमा के त? मनाङमा भनेको चाहिँ नार्फु। मनाङमा के त? नार्फु भाषा चाहिँ बोलिन्छ है त। ल के रहेछ त साथीहरू? मारेक याख्खा भाषा भनेको चाहिँ धनकुटामा, मुस्ताङमा चाहिँ सेराके, सङ्खुवासभामा चाहिँ नावा शेर्पा, त्यसैगरी मनाङमा चाहिँ के त? नार्फु भाषा चाहिँ बोलिन्छ है त। ल यसरी चाहिँ यो प्रश्न पनि बुझ्नु पर्यो है त। प्रश्न नम्बर 8 मा रहेको छ जैविक विविधता संरक्षणका लागि चाहिँ स्थापना गरिएको राष्ट्रिय निकुञ्ज चाहिँ कुन हो त? अप्सनमा रहेका छन् खप्तर राष्ट्रिय निकुञ्ज, सेपोक्सो राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज गरेर 4वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुहोस् त जैविक विविधता संरक्षणका लागि चाहिँ स्थापना गरेको राष्ट्रिय निकुञ्ज भनेको चाहिँ कुन हो त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी है त साथीहरू सेपोक्सो राष्ट्रिय निकुञ्ज है त। जैविक विविधता संरक्षणका लागि चाहिँ स्थापना गरेको राष्ट्रिय निकुञ्ज भनेको कुन हो त? सेपोक्सो राष्ट्रिय निकुञ्ज। त्यसैगरी अर्को तपाईँले फेरि यसमा चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि योगीहरूको आश्रम भएको राष्ट्रिय निकुञ्ज भनेको कुन त? खप्तर राष्ट्रिय निकुञ्ज। यो भनेको चाहिँ योगीहरूको आश्रम भएको राष्ट्रिय निकुञ्ज हो। त्यसैगरी बाघ संरक्षणका लागि चाहिँ स्थापना गरेको राष्ट्रिय निकुञ्ज भनेको कुन त? बाँके राष्ट्रिय निकुञ्ज। यो भनेको चाहिँ बाघ संरक्षणका लागि चाहिँ स्थापना गरेको राष्ट्रिय निकुञ्ज। त्यसैगरी अर्को तपाईँले फेरि यसमा चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि तराई क्षेत्रको सबैभन्दा ठुलो र कृष्णसारको लागि चाहिँ प्रख्यात राष्ट्रिय निकुञ्ज भनेको चाहिँ कुन त? बर्दिया राष्ट्रिय निकुञ्ज। के रहेछ त? तराई क्षेत्रको सबैभन्दा ठुलो र कृष्णसारको लागि चाहिँ प्रख्यात राष्ट्रिय निकुञ्ज भनेको कुन त? बर्दिया राष्ट्रिय निकुञ्ज भनेर चाहिँ बुझ्नु पर्यो। तर अहिले हामीले चाहिँ प्रश्नले चाहिँ के सोधेको छ? जैविक विविधता संरक्षणका लागि चाहिँ स्थापना गरेको राष्ट्रिय निकुञ्ज कुन हो भनेर सोधेको छ। त्यही बेला यसको सही आन्सर भनेको चाहिँ अप्सन नम्बर बी सेपोक्सो राष्ट्रिय निकुञ्ज इज द करेक्ट आन्सर है त। ल
प्रश्न नम्बर 9 मा रहेको छ परिवारको आकार चाहिँ औसत सबैभन्दा बढी भएको जिल्ला भनेको चाहिँ कुन हो त? अप्सनमा रहेका छन् रौतहट, गोर्खा, दोलखा, रामेछाप गरेर 4 वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुस् त परिवारको आकार चाहिँ औसत सबैभन्दा बढी भएको जिल्ला भनेको चाहिँ कुन हो त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए है त, रौतहट है त साथीहरू। परिवारको आकार औसत सबैभन्दा बढी भएको जिल्ला भनेको चाहिँ कुन त? रौतहट हो। कति त? कति भन्दाखेरि चाहिँ 5.94 जना, 5.94 जना। त्यसै गरी बढी त रौतहट भयो। त्यसरी कम भनेको चाहिँ कुन त? कम भनेको चाहिँ गोर्खा र दोलखा, कम भनेका चाहिँ गोर्खा र दोलखा। कति त? कति भन्दाखेरि चाहिँ 3.49 जना चाहिँ रहेका छन् है त, 3.49 जना चाहिँ रहेका छन्। परिवारको आकार चाहिँ औसत चाहिँ सबैभन्दा बढी भएको जिल्ला भनेको चाहिँ रौतहट 5.94 जना। त्यसै गरी कम भनेका चाहिँ गोर्खा र दोलखा कति त 3.49 जना भन्ने चाहिँ बुझ्नु पर्यो है त। ल त्यसै गरी प्रश्न नम्बर 10 मा रहेको छ युएनको बजेटमा नेपाल बराबर बजेटमा योगदान गर्ने सार्क मुलुक चाहिँ कुन हो त? अप्सनमा रहेका छन् बङ्गलादेश, भारत, पाकिस्तान, श्रीलङ्का गरेर 4 वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुस् त युएनको बजेटमा नेपाल बराबर बजेटमा योगदान गर्ने सार्क मुलुक भनेको चाहिँ कुन हो त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए है त साथीहरू, बङ्गलादेश हो है त। युएनको बजेटमा नेपाल बराबर बजेटमा के त योगदान गर्ने सार्क मुलुक भनेको चाहिँ कुन त? बङ्गलादेश भनेर बुझ्नु पर्यो। त्यसै गरी सार्क मुलुकमा चाहिँ तपाईँको सबैभन्दा धेरै भनेको चाहिँ कुन त? भारत भनेर बुझ्नु पर्यो है त। सार्क मुलुकमा के त सबैभन्दा धेरै भनेको चाहिँ तपाईँको भारत भनेर बुझ्नु पर्यो। कति त? कति भन्दाखेरि चाहिँ 1.044% भन्ने चाहिँ बुझ्नु पर्यो। त्यसै गरी अर्को तपाईँले के बुझ्नु पर्यो त? युएनको बजेटमा चाहिँ नेपालको योगदान चाहिँ कति त? नेपालको भनेको चाहिँ कति? नेपालको भनेको तपाईँको चाहिँ कति त? कति भन्दाखेरि चाहिँ 0.010 रहेको छ। त्यसै गरी सबैभन्दा धेरै बजेट बेहोर्ने मुलुक भनेको कुन त? अमेरिका। यो पनि बुझ्नु पर्यो है त। सबैभन्दा धेरै भनेको चाहिँ अमेरिका, कति पर्सेन्ट त? 22% भनेर चाहिँ बुझ्नु पर्यो है त। ल यति कुरा चाहिँ यो प्रश्नबाट पनि बुझ्नु पर्यो है त। ल साथीहरू आजको भिडियोमा यति नै प्रश्न रहेका छन्। भिडियो कस्तो लाग्छ? जस्तो लाग्छ त्यसरी कमेन्ट बक्समा कमेन्ट गर्नु होला। फेरि पनि म यस्तै अर्को भिडियो लिएर आउनेछु। आजलाई यति नै, थ्याङ्क यू है त।